हेलो नमस्कार सम्पूर्णमा मेरो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। धेरै पछि मिनी भ्लग गराउन गइरहेको छु। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला साथीहरू। आज चाहिँ मेरो घरमा केरा कुट्ने काम भएको हुनाले म चाहिँ अरू बेला भन्दा अलिक छिटै उठेर पानी खाएर तयार भएर खेततिर जान लागेको थिएँ साथीहरू। तर आज चाहिँ महिनाको 15 गते चाहिँ मैले चाहिँ बिर्सेर मम्मीले चाहिँ एकछिन भयो भने बाटो सफा गर्न जा भनेर म चाहिँ बाटो सफा गर्न लागेको साथीहरू। आज खासमा हाम्रो चाहिँ प्रत्येक महिनाको 15 गते चाहिँ गाउँ वरपर बाटो सफा गर्ने भएको हुनाले म चाहिँ बाटो सफा गर्न लागेको। खासमा हाम्रो टाइम चाहिँ 7 बजे हो। म चाहिँ केरा कुट्न जाने भनेर अलिक छिटै उठेको हुनाले म चाहिँ एक्लै बाटो सफा गर्दैछु साथीहरू। अरू चाहिँ पछि आएर सफा गर्नुहुन्छ। म चाहिँ मेरो भएको थोरै भयो भने बाटो सफा गरेर छिटो केरा कुट्न जाने भनेर म चाहिँ एक्लै बाटो सफा गर्दैछु साथीहरू। बाटो सफा गर्न नआएपछि पैसा लाग्छ, त्यही भएर बाटो चाहिँ जसरी भयो नि महिनाको 15 गते चाहिँ सफा गर्न चाहिँ आउनै पर्छ साथीहरू। हाम्रो गाउँमा चाहिँ त्यस्तो छ। हजुरको गाउँमा कस्तो छ? बाटो सफा गर्नुहुन्छ कि नै कमेन्ट गर्नुहोला। यसरी बाटो सफा गर्दैछु साथीहरू। बर्खा लाग्न लागेको हुनाले झारहरू पलाएर झन् ढिला भएको थियो। झारहरू उखेल्दा चाहिँ म चाहिँ यसरी प्लास्टिक चाहिँ यहाँ टिपेर राखिदिँदैछु साथीहरू। अहिले चाहिँ छुट्टै प्लास्टिक टिप्ने भाँडो छुट्टै लिएर आउनुहुन्छ उहाँहरू। अनि यो चाहिँ यहीँ राखिदिन्छु। अहिले चाहिँ टिपेर लग्नुहुन्छ उहाँहरूले। अनि लगेर चाहिँ फोहोर पोल्ने ठाउँ छुट्टै छ, त्यहाँ लगेर पोल्ने यो चाहिँ। म चाहिँ यति गरेर अब घर जान लागेको। घर पुगेर म चाहिँ अब केरा कुट्न हिँडेँ खेततिर साथीहरू। बाटोमा जाँदै असिलो पाएको रहेछ धेरै नै। म चाहिँ थोरै टिपेर थोरै मम्मीलाई दिएँ, बाँकीको मैले खाएँ। यसरी जाँदै गर्दा बल्ल घाम झुल्किन लागेको थियो साथीहरू। हाम्रो गाउँमा चाहिँ अलिक ढिलो नै झुल्किन्छ घाम। अनि म चाहिँ खेतमा आइसकेर केरा कुट्न लागेको साथीहरू। पहिले चाहिँ घरमै लगेर कुट्थ्यौँ हामीले। अहिले चाहिँ घरमा धेरै हुने भएर दुःख हुने भएर यहीँ खेतमै पारेर कुट्न लागेको। आमा छोरी मिलेर केरा कुटेर थोरै राखेको थिएँ। अनि काम गर्दा गर्दै भोक लागेको हुनाले चाहिँ म चाहिँ थोरै त्यस्तै राखेर अब घरतिर जान लागेको साथीहरू खाना पकाउन। अहिलेसम्म मेरो मिनीबाट दिनुभएकोमा धन्यवाद।